सबभन्दा सुरुमा एकदमै सम्पूर्ण पत्रकार अग्रजहरू र मित्रहरू यहाँ उपस्थित हुनुभएकोमा म एकदमै धन्यवाद व्यक्त गर्न चाहन्छु। मैले सुरुको तपाईँको जुन प्रश्न छ त्यसलाई मैले उत्तर दिँदाखेरि हाम्रो जुन इलाममा भएका थुप्रै कामहरू हामीले यो 1.5 वर्षको अवधिमा र त्योभन्दा अगाडि थुप्रै काम गरेका छौँ। त्यसलाई पनि निरन्तरता दिन र सार्थकता दिन, त्यसलाई पूर्णता दिनको लागि मेरो उम्मेदवारी अपरिहार्य थियो। र त्यस सँगसँगै हाम्रो जुन चाहिँ सुशासन स्थापित गर्नको लागि कृषि पर्यटनदेखि लिएर पूर्वाधार विकासको लागि शिक्षा स्वास्थ्यलाई अझै हामीले राम्रो बनाउनको लागि हाम्रो जुन गृह कार्य हामीले गरेका थियौँ त्यसलाई हामीले सार्थकता दिनको लागि पनि मेरो उम्मेदवारी सुनिश्चित र मेरो उम्मेदवारी चाहिँ अपरिहार्य थियो। र त्यसमा जुन चाहिँ जित सुनिश्चितको कुरा गर्नुभएको छ, सबैजना मैदानमा जित्नको लागि नै आउनुहुन्छ जस्तो लाग्छ। त्यही कारणले गर्दाखेरि जित सुनिश्चित छ भनेर प्रश्न गर्दाखेरि अलिकति त्यो अरू उम्मेदवारहरूलाई अलिकति हेपा होला। त्यही कारणले गर्दाखेरि उहाँले जति खट्नुहुन्छ म पनि त्यति नै खटेर घर घरमा पुगेर सबै अग्रजहरूको आशीर्वाद लिएर म यो पालिको निर्वाचनमा धेरैभन्दा धेरै मत ल्याउने प्रयास गरेर त्यसपछि जित हासिल गर्ने प्रयास गर्नेछु। त्यसमा अब तपाईँहरू सबैजनाको सल्लाह सुझाव र आशीर्वाद पनि रहोस् भनेर अपेक्षा गर्नेछु। एउटा फोटो, एउटा त्यो पेपरमा गएको फोटो हो त्यस्तो। हजुर अलिक पछाडिबाट